आज शिवरात्रिको दिन मेरो दाइले मलाई आइज घुमाउन लान्छु भनेर लानुभयो। तर कहाँ लानु भन्दाखेरि चाहिँ जुत्ता पसलमा लगेर मलाई छोड्नु भयो। जुत्ता पसलमा किन भन्दाखेरि जुत्ता किन्नु पर्ने छ अरे, जुत्ता पसलमा लगेको अरे। अनि लुन त हेरौँ भने जुत्ता हेर्नुभयो, अनि जुत्ता लाउनु भयो। ल्याएर यस्तो देखियो, अर्को पनि लाउनु भने अनि अर्को पनि लाएर हेर्नुभयो। हेर्दाखेरि यस्तो खतरा देखिरहेको थियो होइन, तारिफ गर्दै ओर्दै। अनि त्यस पछाडि किन्यौँ। अनि त्यस पछाडि हामी फेरि जुत्ताहरू कसरी सिलाउनु रहेछ हेर्न गयौँ। अनि जुत्ता चाहिँ यसरी यसरी हल्का बुझाइदिनु भयो, यसरी सिलाउँछौँ हामी भनेर हल्का मेरो दाइ ज्ञानुन कुरामा अघि बढिरहनु भएको हुन्छ। अनि हेर्नुभयो ओर्नुभयो, अनि एकछिन हेर्नुभयो, अनि पर्खेँ। अनि फेरि हामी त्यहाँबाट लाग्यौँ। कहाँ लाग्यौँ भन्दाखेरि हामी चाहिँ अब भोलि हाम्रो कलेज लाग्छ, अनि त्यो प्रिन्ट गर्नुपर्ने थियो प्रोजेक्ट। त्यसको लागि चाहिँ हामी प्रिन्ट भएको ठाउँमा पूजा फोटो स्टुडियोमा गयौँ हामी। त्यहाँनिर चाहिँ राम्रो गिफ्टहरू पनि पाउँछ, सबै थोक पाउँछ है त्यहाँनिर चाहिँ, तपाईँहरू आउनु सक्नुहुन्छ होइन। अनि त्यहाँनिर आन्टीले प्रिन्ट गरिदिनु भयो, ओर्नुभयो। अनि हामी त हेरिरह्यौँ, यताउति हेऱ्यौँ। प्रिन्ट गर्नुपर्ने चाहिँ यो थियो, दुईटाको हाम्रो प्रोजेक्ट छ, अनि दुईटाको प्रिन्ट गर्नुपर्ने थियो। अनि प्रिन्ट गरेर पेपरमा आइसक्यो। अनि पेपरमा आएपछि पनि खुसी भयो होइन। अनि कस्तो महँगो हेर आजकल प्रिन्ट गरेको पनि 10 रुपियाँ गोटा लिँदो रहेछ यार। अनि मेरो आँखा गयो बुक्कीमा, लाइफमा नपाएको बुक्की अहिलेसम्म। अनि त्यस पछाडि सबै साउन्डहरू बोकेर हामी फेरि लाग्यौँ। कहाँ लाग्यौँ भन्दाखेरि चाहिँ आज आइतबार शिवरात्रिको दिन भाङ नखाइकन हुन्छ त होइन, कस्तो भनेर नमिल्ने। तर म त भाङ खाँदिनँ। तर पनि आजको माहौल, आज आइतबार भनेको चारैलीमा बजार हुन्छ। ल नि त अब बजार हेरिदिनु म त कस्तो हुन्छ, यस्तो आज कस्तो लागिरहेछ बजारमा, मान्छेहरू कतिको हुनुहुन्छ, कस्तो छ बजार भनेर जाउँ भनेर हामी चट्टसँगले हाम्रो एरोप्लेनमा गयौँ। अनि जाँदै गर्दाखेरि बाटो खाल्डाङ खुल्डुङ छ, बजार जाने चाहिँ विरक्ति लागेर आउँछ। अनि हामी बजार पुग्यौँ। अनि यताउति हेऱ्यौँ। अब बजार गएपछि चटपटे नखाने कुरा आउँछ त आउँदैन नि त। मेरो आँखा गयो सिधै चटपटे पसलको आन्टीमा। अनि आन्टीले हेरेँ, यताउति पनि हेरेँ। अनि चटपटे बनाइदिनु भनेर मैले भनेँ आन्टीलाई। तर मैले खाएको भिडियो गरिनँ, किनभने मलाई लाज लाग्यो। धेरैजना मान्छे हुन्छ नि त बजारमा, हेर्नु त यत्रो हुनुहुन्छ। अनि म मेरो दाइलाई खोज्नुतर्फ लागेँ। अनि मेरो दाइ खोजेँ, यता खोज्छु उता जान्छु, भेटिनँ। अनि बल्ल बल्ल भेटेर म घरतिर आएँ। अनि घर आएपछि फेरि साथीले चटपटे खान जाऊँ भनेपछि म फेरि चटपटे खानतर्फ लागेँ। सो गाइजहरू, म चटपटे पसलमा आइसकेको छु। अब म चटपटे खान्छु, पानीपुरी पनि खान्छु। अनि दिदी आयो ल्या मोबाइल पो थियो त। दिदी कस्तो लागिरह? आन्टीले मलाई कुट्नु भयो, चटपटे पसलको आन्टीले मलाई कुट्नु भयो। आयो बाटो त घर पुगेर त खोकेको कस्तो भयो चटपटे होइन गेम खेल्ने। सो गाइजहरू, भर्खरै हाम्रो चाहिँ चटपटे खाइसक्यौँ। अनि अब सिजर पेपर रक गेम खेल्ने प्लान भइसक्यो पानीपुरीसँग चाहिँ। अनि हिजो भ्यालेन्टाइन डेमा कहाँ जानुभयो? घुम्न एक्लै? हामीलाई इन्फर्म पनि गर्नु भएन। मन जान्थ्यो नि त। एक्लै बस्दा सुत्दा अल्छी लागेर हिजो। अलिक भनिदिनु न। अनि आज तपाईँले त व्रत लिनुभयो, पूजा गर्नुभयो। चटपटे पनि खाइयो। म चाहिँ 2तिर खाएर पिरो भइसक्यो। अब पानीपुरीमा हामी सिजर पेपर रक खेल्छौँ, तपाईँहरू हेर्नु होला। सो दिदी भन्नु त हामीले के गरेको अहिले भर्खर? हामीले आन्टीलाई ऱ्याप गर्न लागेर यहाँ आएको छौँ होइन, पानीपुरी सहित गेम खेल्न लागेको छौँ गाइस। अनि यहाँ गेम खेल्न आँटेको। अब अहिलेसम्म मैले खेले होइन, कस्तो भनेको थाहा छैन। दिदीले पनि खेल्नु भएको छैन नि होइन। सो दिस विल बी आवर फर्स्ट ट्राई। सो लेट्स स्टार्ट।